हात धुनुभयो मैले धोएर मुख पनि धोइसक्यो ए मुखले खाने हो र रेकर्ड भइरहेछ नि भरे फेरि खायो रेकर्ड चाहिँ भएको छैन ल यो उठाउनु त जस्तो छ त्यस्तो तरिकाले उठाउनु यस्तो देखाउँ यस्तो साइडमा देखाउनु ल यो थम्बनेलको लागि भरे क्लिक गर्नुलाई सुरु गरौँ अब चाहिँ तपाईँले मैले झोल हालिदिएँ ल झोल हाल्नु कि दलबहादुर हाल्नु मलाई झोल मात्रै हाल्नु झोल हाल्नु ल तेल मिक्स ल ठिक छ म हल्का दलबहादुर पनि हाल्छु ल तपाईँ दलबहादुर हाल्ने ए माइक्रो खाएँ ल के गर्ने खानै पर्यो ल जे जस्तो भए पनि राम्रोसँग हेरिदिनु लाइक सब्सक्राइब गरिदिनु हजुरले ल खाएँ ल सुरु गरौँ ल शेष भातबाट हो तपाईँ ए चिकनबाट ए भातबाट म चाहिँ भातै बनाउँछु जाने पैसा म चाहिँ फेरि मासुबाट हो नि त्यसरी ल खाएँ है यहाँनिर साग हुन्छ है ल मिया अनेक भालो एउटा कुरा बिर्स्यो होस् वेलकम भन्ने बिर्स्यो वेलकम नै वेलकम नि होइन वेलकम भन्नु नि त अनि काटेर राख्दा के हुन्छ त भाइ ए वेलकमै केटाकेटीहरू भन्ने बिर्स्यो चाहिँ अब के गर्नु वेलकम नभन्ने खालको च्यानल गरेको हाम्रो हेलो गाइज नभन्ने च्यानलमा खाए ल यो अनियन पनि खाइदिउँ न ल अनियन चाहिँ हाल्नु भात चाहिँ मलाई धेरै हुँदैछ होइन कहाँ धेरै हुनु होइन मलाई यस्तो भइसक्यो अब टाइम त होइन खाने टाइम त होइन त्यति त हो $2 हालिदिएको त खुर्सानी छैन ल गाइज हरियो काँक्रा परेम खानु पहिलोचोटि मकबाङ है मेरो ठिक छ अहिलेसम्म गरेको मिठो छ लानाक बैठे भित्रसम्म पिरो पिरो भयो यो त भएर चाहिँ सक्दिनँ फेरि यो चाहिँ सक्छु ल म लान्छु त्यसो भए ल तपाईँलाई म अर्को दिन्छु ल होइन मलाई त्यो मासु पनि नान्नु ल बिस्ती ल भयो कि बरु त्यो पनि खानु नखानु अर्को दिन्छु भयो छट्टाफट्टा चल्छ नि साथी लेमन हाल्छ हाल्नु है साथी लेमन त यसरी खाने हो नि त झोल छुएर खानुपर्छ अहिले तपाईँले त केही पनि नबोलिकन खानुभएको त तपाईँको भलकमा त राम्ररी रहेछ फुल भन्दा भन्दै अपलोड गर्नु भएन पोस्ट गर्नु भएन तपाईँको मेरो गर्दा जे होला हेर्नुहोस् हेर्नुहोस् केटीहरू पछि लाग्छ है फेरि त्यही भएर म फिल्टर नगरी हाल्नु भन्छु क्या
लाज लाग्छ कि मलाई फिल्टर गरेको ओठ रातो यताउता होइन बरु नेचुरल जस्तो छ त्यस्तै हाल्नु मन लाग्छ कि मेरो त फेरि तपाईँको भन्दा फ्रेस फ्रेस भएको छ नि त यस्तो त हिरो हो त नि अहिले यो जमाना हिरो तपाईँले हिरो भनिदिनु म खुसी भयो एकदम अनमोलको जमाना गयो त साथी अब त नि लिपस्टिक सिपस्टिक रातो लाएर फिल्टर लगाएर लुकाइ छ दाल खानु है दाल मलाई यहीँ छ सबै कुरो मलाई त्यहाँबाट केही पनि नहाल्नु ल केही पनि नहाल्नु मलाई भएको के भन्छ हो अस्ति त नि 4-5 भात एक्लै खानुहुन्थ्यो त अलिक टाइम भएन नि त ए त्यही भएर के रोटी खाली हुन्थ्यो नि हिजो फेरि अब 9 बजे खाएको फेरि भात फेरि 8 बजे खाने बानी थियो नि त त्यही भएर अलिक छिटो यो भात चाहिँ हाल्नु खानु होला लु म खान्छु म चाहिँ खाएन तपाईँले म चाहिँ होइन म त्यही पनि खान्छु यहाँ के खाऊँ झोल खाऊँ होइन मलाई सबै पुग्यो सोले हो अरू चाहिँ यो चाहिँ साग चाहिँ हानिदिउँ ल हाल्नु अरू के हाल्नु हरियो सागको चाहिँ खानुपर्छ सोले त्यति त खानु पऱ्यो हामी यो उमेरमा मुखबाट हो त्यस्तो यहाँ पथारिया गएर बेत्तामै ट्रान्सजेन्डर गरेर क्या मैले मिलन भाइको हाम्रो भाइको त्यो हिजोको त्यो पनि अघि राति क्या हातमा पुगेर आइरहेको थियो क्या पथारी हेर्नु न दाइ के भयो भनेको त फुत्तै आयो ए पथारी झऱ्यो है पछि देखाएको थियो पहिला खाएको थियो अब सर्भिस सकेको 1.5 महिना जति भइसकेको छ अहिले झऱ्यो ठुलै झऱ्यो कि सानो ठुलै थियो यार मैले अहिलेसम्म दुखेन थियो त्यस्तो खासै फिल भएन अरे होइन हल्का गऱ्याङ जस्तो फिल भयो अरे घरेक गुरुक जस्तो होइन बालु आमा गाडी कुदेको जस्तो अनि गएछ अरे आइरहेको हुनु ठुलो थियो यार मासु खानु साथी पिस खानु मन नानी छ बुईको खानु कहाँ बुईको टिपेको यहाँ छ नि त नखान्छु सानो मिठो हुन्छ नेपालको भाइ हड्डी सड्डी सबै लोकलको भाइ हड्डी त कहाँ पर्थ्यो कोडौँ तर तपाईँको नेपालकै पनि होइन ब्रोइलरै भए पनि जान्छ नि फेरि यो अमेरिकाको चाहिँ खासै नजाने अमेरिकामा यो के खालको यो डोनाल्ड ट्रम्पले के खालको दाना दिँदो रहेछ ठाडो हुनु थाल्नु हो अगाकै हो त मैले पनि सधैँभन्दा धेरै खाएँ खाना
आजभोलि सुताइ अलि ढिलो हुन्छ हो टाइममै हो साथी सुत्ने मेरो कति 7 बजे 8 बजे कि 6 बजे न अहिले होइन ठ्याक्कै तपाईँको 8 बज वरिपरि तर त्योभन्दा पछाडि चाहिँ होइन 8 बज्नु अगाडि म बत्ती साथी मारेर टेन्सन गरेर सुत्सकेको हुन्छु ल सबै भएर एडिट गरेर मिलाइहाल्नुपर्छ आमा कति